हामी डराई डराई घरबाट बाहिर निस्कियौँ। गल्ली धुलोले भरिएको थियो। मान्छेहरू रुँदै कराउँदै थिए। कसैले आफ्नो परिवार खोज्दै थियो। कसैले भत्केको घर हेरेर तोलाइरहेको थियो। फोनले काम गरेको थिएन। त्यो बेला सरकार कहाँ छ, पुलिस कहाँ छ, आर्मी कहाँ छ, कसैलाई थाहा थिएन। तर छिमेकी त्यही थियो। मैले देखेँ मान्छेहरू भत्केको घरको थुप्रोमा खाली हातले खन्दै थिए। कोही छ भित्र भन्दै चिच्याउँदै थिए। आफ्नो ज्यानको परवाह नगरी अरूलाई बचाउन दौडिरहेका थिए। रगत बगेको मान्छेलाई कसैले पानी दिइरहेको थियो। कसैले आफ्नो सर्ट च्यातेर पट्टी बाँधिदिइरहेको थियो। त्यो दिन पहिलो उद्धारकर्मी हामी आफै थियौँ, साधारण मान्छे। त्यो डर र विनाशको बीचमा मैले